यहाँहरू सबैलाई नमस्ते, गुड मर्निङ। आज चाहिँ नि किरात राई आयोगका कार्य समिति धरान 8 लाई चाहिँ नि किरात राई आयोगका जिल्ला सिन्सरीद्वारा साकेलो पार्क धरान 17 मा निर्धारण गरिदिनु भएको ठाउँमा हामी किरात राई आयोगका कार्य समिति धरान 8 का कार्य समिति सदस्यहरू, सल्लाहकारज्यूहरू चाहिँ नि त्यो साकेला सिली प्रदर्शन भनौँ, साकेला सिली नाच्ने ठाउँमा चाहिँ नि संरक्षणको लागि चाहिँ नि असार 7 गते बिरुवा रोपेर गएका थियौं। त्यस बिरुवालाई आज हामी चाहिँ नि किरात राई आयोगका कार्य समिति धरान 8 ले बोट बिरुवाको संरक्षणको लागि जाली लाउने काम भइरहेको छ। त्यसमा चाहिँ नि हाम्रो काकाहरू पनि हुनुहुन्छ, तीर्थराज काकाहरू, डम्बर काका, हाम्रो लीला दास दाई, कमल दाईहरू चाहिँ नि यता हाम्रो किरात राई आयोगका कार्य समिति अध्यक्ष बिनाराज दाई चाहिँ नि अघि कृष्ण दाईको एक्सप्लेन गरिराख्नु परेन, उहाँ पनि हुनुहुन्छ, निरन्तर लागिराख्नु भएको छ। काकाश्री यता हुनुहुन्छ, एकदम चाहिँ नि यता हाम्रो किरात राई आयोगका कार्य समिति धरान 8 सचिव अकल दाई हुनुहुन्छ। चाहिँ नि हामी यो जति पनि बाख्राले खाइदिएको कारण यसलाई जुनसुकै हालतमा पनि संरक्षण गर्नुपर्ने देखिएको अवस्था थियो। त्यसकारण चाहिँ नि यो तरिकाले हामी लागि परिरहेका छौं। यहाँ हाम्रो लीलादास दाई, कमल दाई चाहिँ नि अहिले लगभग आजको चाहिँ अन्तिम चाहिँ नि संरक्षण गर्ने काम भइरहेको छ। अब चाहिँ नि हामीले कसरी बार्यौं भन्दाखेरि चाहिँ यो तरिकाले लगाएका छौं। चाहिँ नि हामी अब आशा गर्छौं फेरि चाहिँ नि यो हाम्रो बारलाई चाहिँ साधारण रूपमा सोचेर बाख्रा धनीज्यूहरूले चाहिँ नखुवाइदिनु होला, हाम्रो मेहनतलाई तपाईहरुले बुझिदिनु होला। विशेष बाख्रा चाहिँ यहाँ नहुलाइदिनु होला यहाँहरूले, किनकि तपाईहरुले बाख्रा हुलाइदिनु भयो भने हाम्रो मेहनत खेर जान्छ। बाख्राले खाएको बाली र खोइ केले चलाएको कुनै के भन्ने उभो लाग्दैन भन्छन्। त्यसकारण तपाईहरुले बाख्रा चाहिँ बिल्कुल हुलाउने काम नगरिदिनु होला। हुलाउने भन्दा मतलब गलत अर्थ लाग्ला, तर नखुवाइदिनु होला हामीहरूको बोट बिरुवालाई। किनकि आज चाहिँ नि हामी किरात राई आयोगका कार्य समिति धरान 8 चाहिँ नि हामीले अर्को साल हाम्रो पारुहाङ सुम्निमा टोलीलाई यो ठाउँमा लिएर साकेला सिलीको लागि नचाउने छौं, रमाउने छौं उहाँहरूलाई। जसरी उहाँहरूले पनि हामीलाई पछि भविष्यमा याद गर्नुहुनेछ, हाम्रो पुर्खाहरूले चाहिँ नि यसरी बोट बिरुवा रोपिदिनु भएको थियो र आज हामी शीतलतामा छौं र शीतलता प्रदान भएको ठाउँमा साकेला सिली नाच्दैछौं भनेर याद गर्नुहुनेछ। जसरी आज हामी किरात राई आयोगका धरान 8 को भौतिक संरचनाहरू हाम्रो पुर्खाहरूले बनाएर छोडेर जानुभएको छ। उहाँहरू विशेष अहिले प्रेजेन्टमा नभए पनि उहाँहरूलाई जिन्दगीभर हामीले याद गरिरहेका छौं। र स्पेशल मेरो तर्फबाट हामी अध्यक्षज्यूहरूसँग पनि अस्ति कुरा गर्यौं। हाम्रो पहिलाको पुर्खाहरूले चाहिँ नि हाम्रो किरात राई आयोगका धरान 8 मा बनाइदिनु भएको संरचना भवनहरू आज चाहिँ नि हाम्रो 4-5 करोड पर्न जान्छ। त्यत्रो संरक्षण गरिदिनु भएको हाम्रो पुर्खाहरूलाई कसरी बिर्सिने? हामी बिर्सिनु सक्दैनौं। त्यस्तै हाम्रो भावी सन्ततिहरूले पनि हाम्रो चाहिँ नि आज रोपेको बोट बिरुवाहरूले उहाँलाई भविष्यमा चाहिँ नि शीतलता प्रदान गर्नेछ र त्यो शीतलतालाई उहाँहरूले आत्मसात गर्दै हामीहरूलाई याद गर्नुहुनेछ भन्न चाहन्छु र याद पनि गर्नुहुनेछ। त्यस्तै अब यहाँ हाम्रो लीलादास दाईले अस्ति रोप्नु भएको थियो, आज यत्रो भएछ बिरुवा होइन दाजु? अब आज पनि फेरि एकदम चाहिँ नि आफ्नै सम्झेर उहाँले संरक्षण गरिराख्नु भएको छ। यो हाम्रो जातीय संस्थागत हिसाबमा पनि एकदम उहाँ चाहिँ हाम्रो एउटा अभिन्न अङ्ग जस्तै हुनुहुन्छ। हाम्रो यता फेरि चाहिँ नि हाम्रो डम्बर काकाज्यू, उहाँ वरिष्ठ, उहाँले पनि थुप्रै योगदान गर्नु भएको छ। उहाँको योगदानलाई हामी कदर गर्छौं। थ्याङ्क यू। र भावी दिनमा पनि हामी जुनसुकै आफ्नो संस्थागत हिसाबमा चाहिँ नि किरात राई आयोगका कार्य समिति एउटा सहकार्य गरेर जुनसुकै बाटोमा पनि अगाडि बढ्नेछौँ भन्दै यही यो मेरो भिडियो फिनिश गर्न चाहन्छु।